हेलो एभ्रीवान, न्यू डे न्यू भिडियोको साथमा म फेरि पनि उपस्थित भएको छु हजुरहरु सामु। आज चाहिँ मैले फेरि अर्को नयाँ भिडियो लिएर आएको छु। आजको भिडियो चाहिँ मेरो के हुनेछ हेर्दै जानु होला। कस्तो हल्लिन्छ हैन गाइजहरु। सस्तो मोबाइलहरु त यस्तै हो। राम्रो राम्रो मोबाइल आइफोन अन्तदेखि गोप्रो भए मात्रै सर्र पछाडिको भ्यूहरु पनि राम्रो देखिने रहेछ गाइजहरु। हाम्रो मोबाइल चाहिँ बेसरी हल्लिने रहेछ के, त्यही भएर तै पनि भिडियो बनाउने कोसिस चाहिँ गरि नै राखेको छु। आज चाहिँ म भोलि बाजे बजार जाँदै हुनुहुन्छ अनि बजार जाँदैछ उहाँ, अनि बजारमा चाहिँ हाम्रो दिदी हुनुहुन्छ, आमाजु दिदी आमाजु होइन के रे मलाई त भन्न नि आउन्न क्या। जेस दिदी हुनुहुन्छ भन्नु, जेठानी दिदी हुनुहुन्छ के भन्नु हुनुहुन्छ। अनि उहाँको लागि चाहिँ तरकारी टिपेर पठाइदिनु पर्यो। यो चाहिँ फेरि उहाँकै हो है। उहाँ चाहिँ बजार बस्नुहुन्छ अनि हामी चाहिँ गाउँमा बस्छौँ। अनि गाउँमा चाहिँ फेरि तरकारी लाएर जानु भइरहेथ्यो। अन्तदेखि उहाँ चाहिँ केटाकेटी पढाउँदै बजारमा बस्नुहुन्छ। त्यही भएर बा जाने मेसो पर्दा चाहिँ मैले सिमी टिपेर पठाइदिन्छु भनेर चाहिँ सिमी टिप्न आएको म। अनि मेरो हिजोको भिडियो के कस्तो भयो हजुरहरूले हेर्नुभयो कि हेर्नु भएन कमेन्ट पनि गर्नु भएन। अनि आज फेरि अर्को भिडियो लिएर आएको छु। आजको भिडियोमा चाहिँ फेरि मैले सिमी टिप्दैछु। सिमी चाहिँ यस्तो भएको छ, कलिलो कलिलो छ। तै पनि अब बजारमा त तरकारी किन्न पर्छ हैन। अनि किन्नुभन्दा त बरु यही भने आफ्नो घरमा फलेको लगेर गए त हुन्छ। तर यसपालि सबै सिमीमा पनि किरा परेछ है। किरा परेछ साथीहरू। मेरो चाहिँ छोराछोरीहरू चाहिँ तल आउँदैछ स्कुलबाट, तल आउँदैछन्, हल्ला गर्दै आइरहेछ। म चाहिँ यता सिमी टिप्न आइरहेको छु। फेरि आएपछि अब खाजा चाहियो भन्छन्, खाजा दिनुपर्ने हुन्छ। खाजा पनि जे पाइ त्यही खाँदैनन्। यस्तै छ पारा, के गर्ने गाइजहरू। साह्रै गाह्रो रहेछ केटीकेटी हुर्काउन। फल्या छ म देखिँदो रहेछ हैन गाइजहरू। यताको सिमी चाहिँ यति टिप्दिए आखिरी त अर्को हुन्छ नि। साथीहरूलाई पनि थाहा होला नि, के अरे हिउँदे सिमी भन्छन् क्या। त्यो हिउँदे सिमी भने टिपिदिन्छु। हिउँदे सिमीको पनि बुट्टा लाएर जानुभएको छ। हेर्नुहोस् त आडु फलेको, आडु चाहिँ एकदम फलिन्छ। अहिले पाकेको छैन, अलिक पछि पाक्छ अरे। पाक्नलाई पाक्छ, कहिले पाक्छ थाहा छैन गाइजहरू। फेरि योमा चाहिँ कस्तो फलेर छ क्या। हिउँदे सिमी त फलेको छ, तर लामकिरा छ, डर लाग्छ क्या। लामकिरा हुन सक्छ। देख्न सक्नुहुन्छ यो
हिउँदे माछे सिमी भन्छन् कि के भन्छन् नि कुनि यस्तो झार्छ क्या डर लाउँछ मलाई फेरि हरियो हुन्छ नि त हरियो फेरि याप्पै पारो भने त बर्बाद भएन साथीहरू त्यही भएर एकदम डर लाउँछ गाइजहरू देख्न सक्नुहुन्छ फल्ना चाहिँ फलेर छन् तर डर लाग्छ है गाइजहरू टिप्न चाहिँ डर लाग्छ गाइजहरू हेल्प गर्नु होला है मलाई लामपिराले टोक्यो भने चाहिँ साथीहरू मलाई सहयोग गर्नु होला है लामपिराले टोक्यो भने चाहिँ आउनु होला है बचाउनलाई क्यामेरा चाहिँ एकतिर म त डराउँछु क्या फेरि डराउँछु गाइजहरू म त एकदमै यस्तोमा चाहिँ हरियो हुन्छ भनेर चाहिँ म चाहिँ कस्तो डराउँछु यति भयो त धेरै तरकारी मसिनो चाहियो र गाइजहरू अझ आलु पठाउनु छ उता साग तिर्दिनु भइरहेछ हाम्रो घरदेखि भ्यूहरू देखिरहनु भएको छ हेर्नुहोस् त अहिले चाहिँ घाम अस्ताउने बेला भएको छ भन्दा नि 4 बज्यो 4:30 जस्तो छ कस्तो छ गाइजहरू कस्तो छ यो बाख्रा चाहिँ कराएका छ बाख्राको बानी चाहिँ जहिले नि यस्तै हो गाइजहरू सबैको बाख्राको बानी चाहिँ यस्तै हुन्छ कि कुनै होइन र हजुरहरुकोमा बाख्राहरू कतिको कराउँछ यस्तै हुन्छ कि साथीहरू मैले चाहिँ सिमी टिपिसकेर आएर फेरि चिया खाएर चाहिँ म अब हजुरहरुलाई हजुर हैन सिमी खान्नु आ फेरि म यता हजुरहरुलाई चाहिँ हाम्रो तरकारी बारी देखाउँछु के यहाँ हाम्रो खुर्सानी चाहिँ फल्न सुरु गरिसकेको छ खुर्सानीहरु चाहिँ यस्तो फल्न सुरु गरिसकेको छ है त्यस्तो यसरी फल्न सुरु गरिसकेको छ यतापटि चाहिँ थोरै छ यतापटि चाहिँ धेरै छ अन्तदेखि यो चाहिँ हाम्रो कागतीको बुट्टा हो कागती पनि फल्न सुरु गरिसकेको छ यो चिन्नु भएको छ हजुरहरुले यो चाहिँ यसलाई चाहिँ के भन्छ भने जम्मु भन्छ जिम्मु के भन्छन् यस देख्न सक्नुहुन्छ यो चाहिँ उहरूले चाहिँ बेच्न ल्याउँछ के अरे टोपाहरूले चाहिँ बेच्न ल्याउँछ तर हाम्रो चाहिँ घरैमा छ हेर्नुस् त हाम्रो कागतीको बुट्टा चाहिँ एकदमै ठुलो भइसकेको छ यहाँ चाहिँ एकदमै ठुलो छ अनि ठुलो भएर भइसकेको छ हेर्नु त सिस्नु यहाँ सिस्नुले ज्याम्मै पोल्छ उतादेखि यतातिर चाहिँ हाम्रो सिमी मिस्टहरू यस्तो भइसकेर छिर्ने बाटो छैन ततै सिमी भएको छ सुन्तलाको बुट्टा पनि ढोकिन्छ कागतीको बुट्टातिर पनि गएको छ सिमी एकदमै उ भयो क्या फेरि यहाँ चाहिँ मैले लास्टमा प्याज खनेर चाहिँ लास्टमा खाने मकै डुबेको छु अब फेरि मकै उम्रिन्छ अनि लास्टमा पछि खाने हुन्छ अनि यस्तै छ गाइजहरु यता चाहिँ फेरि हाम्रो
भट्टे सिमी छ। भट्टे सिमी चाहिँ पाक्न सुरु गर्न थालिसकेको छ। अनि मैले चाहिँ तल बारीमा चाहिँ भट्टे सिमी लाथेँ गाइजहरू। हाम्रो भट्टे सिमी चाहिँ एकदमै बाक्लो लाग्छ कि त्यही भएर चाहिँ भट्टे सिमी चाहिँ फल्दैन भन्नुहुन्छ बाले। त्यही भएर के कस्तो छ म देखाउन जान्छु है त। उँभो चाहिँ हाम्रो बाटो हो, रोड थियो माथि छ। अनि रोडमा चाहिँ माथिको मान्छेहरूले काम गरिरहनु भएको छ। अनि त्यसपछि आँसीले भन्नुहुन्छ। अनि त्यसपछि चाहिँ हाम्रो चाहिँ यहाँ सिमी चाहिँ हुन्न भन्ने लागेको छ। एकदमै बाक्लो भएछ क्या। यस्तो भएर चाहिँ यस्तो बाक्लो भएछ। अनि यो हुँदैन भन्छन् सबैले। एकदमै बाक्लो भएको छ क्या गाईहरू। हेर्नुहोस् त, मैले त पातलै होला भनेर लगाएको लाउनलाई, तर यस्तो भइदियो क्या। एकदमै आलु लाएको थियौँ नि त, आलु लाएर चाहिँ एकदमै बाक्लो भइदिएको हुनाले अहिले चाहिँ फल्दैन कि जस्तो छ यो भट्टे सिमी। के हुन्छ गाईहरू, खोइ फल्न त फलिरहेको छ त फेरि। अनि हुँदैन भन्नुहुन्छ बाले। अनि त्यसपछि कस्तो हुनेछ त भनेर म चाहिँ देखाउनलाई आएको। भैँसी पनि कराउँछ र हेर्नुहोस् हाम्रोतिर चाहिँ मकैहरू यस्तो यस्तो भइसकेको छ। खन्ने बेला फेरि अस्ति भर्खर एक कोराको, अहिले चाहिँ दोहोऱ्याउने बेला भइसकेको छ। अन्तदेखि हाम्रो गाउँघरतिर चाहिँ यस्तै छ गाईहरू। हजुरहरूकोतिर के कस्तो छ? हजुरहरूकोतिर हाम्रो घर चाहिँ माथि देख्न सक्नुहुन्छ। लुगा कपडा सुकाएको छु। त्यही भएर झ्याङलाङ्गा कपडा भएको देखिन्छ गाईहरू। अनि त्यसपछि देख्न सक्नुहुन्छ र पारिको भ्यू चाहिँ यस्तो छ है। जहाँबाट नि मैले चाहिँ भ्यू मात्रै देखाउने हो, अरू कुरा के देखाउनु होइन गाईहरू। यस्तै छ गाउँघरमा, हामी भएकै यस्तै हो। अनि हजुरहरूलाई चाहिँ के कस्तो लाग्छ हाम्रो गाउँघर चाहिँ यसो कमेन्ट गरिदिएर भनिदिनु भयो हुन्छ। अन्त पारिको भ्यू कस्तो देखिन्छ एकदमै। हाम्रो सस्तो मोबाइलले चाहिँ पारिको भ्यूहरू चाहिँ कभर गर्नै सक्दैन क्या। अब त्यस्तो कभर गर्ने भनेको त गोब्रोले कभर गर्छ। हाम्रो चाहिँ गर्दैन होइन त गाईहरू। यस्तो चाहिँ पारी उडाट छ कि हरियाली छ कि कस्तो छ। यस्तै छ गाईहरू। मैले चाहिँ यो तरकारीहरू चाहिँ टिपेर तयारी गरेँ। यो माछे सिमी, यो अर्को सिमी, अन्तदेखि यो बन्दा, अन्तदेखि यो चाहिँ फापरको साग। हेर्नुहोस् त कत्रो भएको छ। यो चाहिँ उतापट्टि काकीहरूकोमा हो। अनि त्यसपछि चाहिँ भोलि चाहिँ आलु झिकेर पठाउनु पर्ने हुन्छ। आलु चाहिँ उता आफ्नै घरमा राखिराख्नु भएको छ। अनि मैले झिकेर पठाइदिने हो। ल हेर्दै जानु होला है। तरकारीहरू टिपेँ, अन्तदेखि मै पारेर खानासाना बनाइसकेँ। खानासाना बनाएर चाहिँ म यतापट्टि कोठामा छु। अनि त्यसपछि गाईहरू मेरो भिडियो के कस्तो लाग्यो हजुरहरूले फुल वाच गरेर चाहिँ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। अन्तदेखि आजको भिडियो के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। अनि फेरि भोलि अर्को भिडियो लिएर आउने नै छु। यति भन्दै आज चाहिँ म बिदा माग्न चाहन्छु। हस् त, बाई बाई, गुड नाइट।